नमस्ते। जलविद्युत क्षेत्रमा फेरि एउटा नयाँ कम्पनीको चर्चा छ, सुपर खुदी हाइड्रो पावर लिमिटेड। उनीहरूले भर्खरै आफ्नो आइपिओ पनि ल्याएका छन्। ल आउनुहोस् यो आयोजनाको बारेमा अलि विस्तृतमा बुझौँ न त के कस्तो रहेछ। ल सुरु गरौँ यो आइपिओको मुख्य विवरणहरूबाट। कम्पनीले सर्वसाधारणको लागि कुल 12,86,500 किता सेयर खुलाएको छ। अनि यो सेयर यो चाहिँ 26 मेगावाट क्षमताको जलविद्युत आयोजनाको लागि हो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रोजेक्टको काम चाहिँ कहाँसम्म पुग्यो त? आउनुहोस् यसको हालको अवस्था हेरौँ। एउटा कुरा के याद राख्नुपर्छ भने कम्पनी अहिले निर्माणकै चरणमा छ है। मतलब व्यावसायिक रूपमा बिजुली उत्पादन र आम्दानी सुरु भइसकेको छैन। तर राम्रो पक्ष के छ भन्दा आयोजनाको 83.30% काम सकिसक्यो। यो त लगभग अन्तिम चरणमा पुगेको जस्तै हो, जुन एकदमै राम्रो प्रगति हो। कम्पनीको लक्ष्य चाहिँ 2082 सालको माघ 7 गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने रहेको छ। ल प्रोजेक्टको काम त हेरियो, अब कम्पनीको फाइनान्शियल्स मतलब वित्तीय अवस्था कस्तो छ त्यो पनि हेरिहालौँ। पछिल्लो रिपोर्ट अनुसार कम्पनीको नेट वर्थ पर शेयर चाहिँ रु 151.87 छ। यो भनेको सरल भाषामा कम्पनीको हालको किताबी मूल्य हो। अब अघि भने जस्तै कम्पनीले आम्दानी गर्न थालेको छैन, त्यसैले यसको कुनै अर्निङ्स पर शेयर अर्थात् इपिएस पनि छैन। कुनै पनि प्रोजेक्टको लागि त्यसको पछाडि को छ भन्ने कुराले धेरै फरक पार्छ होइन त। ल हेरौँ यो आयोजनालाई कसले नेतृत्व गरिरहेका छन्। यस आयोजनाका मुख्य प्रवर्धक हुनुहुन्छ आइपिपिएनका अध्यक्ष श्री गणेश कार्की। उहाँसँगै नेपाल हाइड्रो डेभलपर लिमिटेड, हाइड्रो सल्युशन्स प्राइभेट लिमिटेड अनि भिजी ग्रुप प्राइभेट लिमिटेड जस्ता स्थापित कम्पनीहरूको पनि लगानी छ। यसले गर्दा आयोजना अझ बलियो देखिन्छ। के तपाईँले आइपिओ भर्नुभयो त? कमेन्टमा बताउनुहोस्।